आज हामी एउटा सेटको हिसाब गर्छौं। यसमा रेसियोमा दिएको अवस्थामा र पर्सेन्टेजमा दिएको अवस्थामा कसरी गर्ने भन्ने एउटा इक्जाम्पल छ। यस्तो खालको क्वेसनहरु धेरै टाइपको हुन्छ, तर यो एउटा हेरौं कस्तो खालको हुन्छ। क्वेसनमा छ एउटा विद्यालयको कक्षा 10 मा पढ्ने 400 विद्यार्थीहरु मध्ये म्याथ मात्रै मन पराउने र इंग्लिश मात्रै मन पराउने को रेशियो 2:3 छ। 30% स्टुडेन्टहरु चाहिँ दुवै विषय मन पराउँछन् र 15% स्टुडेन्टहरुले कुनै पनि विषय मन पराउँदैनन्। अब यसको क्वेसनहरु चाहिँ यस्तो प्रकारको छ। What is the number of students who liked both subject भन्यो 1 मार्क्स को दुवै विषय मन पराउने विद्यार्थीहरु संख्या कति होला भनेछ। अब माथि क्वेसनमा 30% ले दुवै विषय मन पराउँछन् भनेपछि 400 को 30% निकाल्नु पर्छ। त्यसैगरी बी नम्बरमा शो द गिवन फ्याक्ट्स इन अ भेन डायग्राम भनेछ। भेन डायग्राममा देखाउनु पर्यो। सी नम्बरमा फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड ओन्ली वन सब्जेक्ट भनेछ। ओन्ली वन सब्जेक्ट भनेको म्याथ ओन्ली र इंग्लिश ओन्ली लाई जोड्नु पर्यो, निकालेर जोड्नु पर्यो। व्हाट इज द नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड एट मोस्ट वन सब्जेक्ट भनेछ। बढीमा एउटा विषय मन पराउने विद्यार्थीको संख्या निकाला भनेछ। यसरी 6 मार्क्स छ। अब हामी ए नम्बरको सोलुसन हेरौं है त। ए नम्बरको सोलुसनमा n u = 400 नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड बोथ सब्जेक्ट लाई सेट नोटेसनमा लेख्दा n m इन्टरसेक्सन e लेख्नु पर्यो। therefore n m intersection e = 30% of nu, that means 30/100 into 400 गर्दाखेरि यसको आन्सर चाहिँ हाम्रो 120 आउँछ। अब भेन डायग्राममा बनाउने कुरा छ। भेन डायग्राममा हामीलाई त यहाँ सबै नम्बरहरु दिएको छैन, त्यसकारण हामीले x मा राखेर गर्नुपर्ने अवस्था आयो। अब गिवन के छ भने n u = 400 n not m is to n not e = 2:3 भनेको म्याथ मात्रै मन पराउने र इंग्लिश मात्रै मन पराउनेको संख्या रेशियो 2:3 मा छ। रेशियोमा भएपछि हामीले कन्स्ट्यान्ट नम्बर x मानेर n not m = 2x n not e = 3x गर्न सक्छौं। अब n m इन्टरसेक्सन e 120 दिएको छ। हामीले माथि निकालिसकेका छौं ए नम्बरमा। अनि m युनियन e चाहिँ 15% अफ nu भनेपछि 60 आयो। अब यसलाई 2x 3x 120 र 60 यो चारवटालाई भर्यो भने हाम्रो 1 मार्क्स आयो। अब सी नम्बरमा के सोधेको छ भने सी नम्बरमा सोधेको भनेको ओन्ली वन सब्जेक्ट मन पराउने भनेको म्याथ मात्रै र साइन्स मात्रै मन पराउने स्टुडेन्ट्सको नम्बर निकाल भनेको। यसमा चाहिँ हामीले फर्मुला लगाइदिउँ। n u = भेन डायग्राम हेरेर फर्मुला लगाइदिए हुन्छ। n not m plus n not e plus n m इन्टरसेक्सन e plus n m युनियन e कम्प्लिमेन्ट टक्क टक्क भ्यालु राखिदिने। भ्यालु राखेर क्याल्कुलेसन गर्दै जाँदाखेरिमा x = 44 आयो। अब x = 44 आएपछि त म्याथ ओन्ली 2x हो, इंग्लिश ओन्ली 3x हो। अब त्यो दुईटालाई जोड्दिए पनि 2x + 3x = 5x 5 * 44 = 220 एन्सर भयो यसको। 3 मार्क्स आयो। फेरि डी नम्बरमा सोधेको चाहिँ नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड एट मोस्ट वन सब्जेक्ट भने। एट मोस्ट वन सब्जेक्ट भनेको बढीमा एउटा विषय मन पराउने। यसमा चाहिँ मन नपराउने पनि पर्ने भयो। बढीमा एक विषय मन पराउने भनेपछि मन नपराउने विषय कुनै पनि विषय मन नपराउने विद्यार्थी पनि पर्ने भएको हुँदा हामीले एउटा मात्रै विषय मन पराउने र कुनै पनि विषय मन नपराउनेलाई जोड्छौं। that means n not m plus n not e plus n not n m union e कम्प्लिमेन्ट। यो तीनटा जोड्दा 2x + 3x + 60 2x + 3x 5x + 60 220 + 60 = 280 यसको आन्सर भयो। अब यस्तो क्वेसनमा कहिलेकाहीँ फेरि के सोध्छ भने यसरी पनि सोध्न सक्छ। नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड एट लिस्ट वन सब्जेक्ट। कम्तीमा एउटा विषय मन पराउने भन्यो भने अघि हामीले बढीमा एउटा मन पराउनेमा युनियनको कम्प्लिमेन्ट पनि राखेका थियौं, कुनै पनि विषय मन नपराउने पनि राखेका थियौं भने
अहिले चाहिँ दुवै विषय मन पराउनेलाई राख्नुपर्ने हुन्छ। यसरी गर्दा 2x + 3x + 120, 5x + 120, 220 + 120 र 340 यसको एन्सर हुन्छ। यदि त्यसरी सोध्यो भने, अब यसमा त सोधेको छैन नि त, तर त्यसरी सोध्यो भने त्यो पनि ख्याल गर्नु पर्ला। अब त्यसै गरी कहिले कहिले के पनि सोध्छ भने कम्पेयर द नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड बोथ सब्जेक्ट्स एन्ड द नम्बर अफ स्टुडेन्ट्स हु लाइक्ड नन अफ द सब्जेक्ट्स भन्छ। दुईटै विषय मन पराउने र कुनै पनि विषय मन नपराउनेलाई तुलना गर भन्यो। अब सेटमा कम्पेयर गर भन्यो भने रेसियोमा निकाल भने हो। अब पहिला जुन भनेको छ त्यसलाई अगाडि राख्ने र पछि भनेकोलाई पछाडि राख्ने। अब यसको रेसियो निकाल्दा 120:60 गर्छौँ हामी, 120 माथि 60 तल। अब यसको एन्सर चाहिँ 2:1 आउँछ। यसरी सेटमा विभिन्न प्रकारका क्वेसनहरू सोध्न सक्छ। सीमा क्वेसनको सेन्स बुझेर गर्नुपर्छ।